यहाँ पारि चाहिँ के छ बिहे छ कि क्या हो यहाँ धुवा उड्दैछ त हेलो हेलो वेलकम टु गाइज माई न्यू ब्लग हल्का मर्की लागेको छ त्यही पनि केही छैन ब्लग बनाउनुलाई केहीले रोक्दैन है अनि यतातिर चाहिँ धान पाक्ने बेला पनि भइसकेको छ घाम तिरिमिरी डाँडामा आइरहेछ म उही पुरानो ड्युटीमा जाँदैछु ड्युटी चालु भएको छ मेरो पनि मर्कीले हल्का तनावग्रस्त बनाएको अवस्था अनि आज चाहिँ म मात्रै छुइनँ घाँस काट्ने मेरो साथी पनि आउँदैछ अरे साथी त हरास अनि निस्किन्छ मेरो साथी त्यसलाई नि एक मुठा बोकाइदिनु पर्ला निस्क्यो कि निस्केन हो त्यो आएको आइज आइज मेरो साथी हो के त्यो चाहिँ कहिले हिँड्दैन थियो आज आएको छ कि कति अस्ति 4-5 दिन हराएर आएको पो त साथीको पिर लागेर फेरि आउँदैन होला भनेको आइपुगेको छ अन्तिममा त साथी आउँदैछ हाम्रो पुल चाहिँ यहाँ नयाँ पनि भइसकेको छ कि ट्याक्क लाएर नयाँ भएको छ यता पहिरो लडेर यहाँ अलिकति भाटोस छ भाटोस बाँसको फट्के अब हेर्नु है यो कसरी हिँड्छ यहाँनिर मेरो साथी आउँदैछ हेरौँ फर्स्ट टाइम आएको नि त अब लाग्यो होला केटो लाग्यो होला अरे त्यसको कालो देखाउँदै फिर्लिक गर्ने अब अझ यो पर धानबारीमा झन् सिधै छ नि त एउटा पनि चिज झार्दैन पो त फेरि मैले चाहिँ त्यही भएर अगाडि लगाएको कि हेर्नु नि त्यहाँ कान्ठालो पार्दै खत्ल्याक गर्दै हिँड्दैछ यसको खुट्टा के भएको छ कि नआइज भनेको नि मान्दैन फेरि अगाडि अब सुलुक छिर्छ त्यसरी एउटा सिट झार्दैन फेरि सिट झार्छ कि यसो काने यसो गर कुरो भन्नु ऊ भिज्दैन म पर पुग्दाखेरि खुट्टा लाफै भइरहेको अनि यतातिर धान पाकिसके अब काट्ने बेला हुनु आँट्यो अब 10 दिनमा त ए हिँड्ने है मुला मुत्नु आँट्यो कि हाले खोइ मलाई छो बाटो सुन्छ कुकुरले तिरिक मुत्नु पछाडिको रहस्य थाहा छ किन मुतेको उतैलाई सोध्नु नि उतैलाई किनभने नि बाटो पत्ता लाउनु लाएर के फर्किँदा फेरि कुन बाटो गएको थिएँ भनेर उनीहरूको गन्धले थाहा पाउँछ अरे कि त्यही भएर तिरिक मुत्दै हिँड्छ कि उनीहरू त्यो कुरा चाहिँ थाहा पाइराखौँ कुकुरले तिरिक मुत्यो भने कति मुत्यो नभन्नु उसले बाटो पत्ता लगाउनुलाई यसो गरेको भनेर बुझ्नु त्यहाँ मुतिगयो कुरी भनिदिनु पर्नेलाई लाग्यो फेरि आएपछि चाहिँ फेरि नजरै बेग्लै आउँछ क्या दामी आउँछ नि उताबाट घाम फिरे गरेको छ यस्तो बाटोमा फेरि हेर्नु पऱ्यो मोबाइलतिर हेर्दाखेरि पल्टेर रहेछ अरे नजारै खतरा टिलिली टल्केको घाम पर्खिँदैछ मलाई बाटोमा
इति झम्मारा नजारा अनि को भलाउमा नुहाइ हुनुहुन्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब के गर्नुपर्ने हो गरिदिनु पर्ने अवस्था छ अनि भ्युज चाहिँ अलिक कम आउने गरेको छ भ्युज बढाउनुलाई सक्दो शेयर गरेर हेरिदिनु पनि पर्ने बेला भएको छ यस्तो दामी नजाराहरू देखाइरहेको छु अनि हेर्नु परेन हेर धानको बाला जुल्यो खेतैमा यस्तो दामी छ पहेँलपुर तर पानी आयो भने चाहिँ अनि फेरि सक्यो नि त यो अबको 1 महिनामा यो सबै क्लियर हुन्छ क्लियर धान हुँदैन खेतमा पराल मात्रै हुन्छ कुन्यु मात्रै हुन्छ कुन्यु है 1 महिनामा पाकेर थन्काइसक्नु पर्ने धान यिनीहरू नै हो अब 1 महिनामा मात्र 1 महिनामा भनेपछि अब मङ्सिरको चटारो कस्तो पर्नेवाला छ भनेर विचार जोगे अब म त हुन्छु कि हुँदैन थाहा छैन मङ्सिरसम्ममा यहाँ हुन्छु कि हुँदिन होइन हाम्रो खेततिर जाने बाटो यस्तै छ रोड छैन 11 नम्बरको गाडी कुद्छ अब अहिले त 11 नम्बरको गाडी 2-3 वटा मात्रै कुद्छ मङ्सिर लागेपछि त कुद्छ 50-60 वटा 11 नम्बरको गाडी टुई लोड लिएर आउँदाखेरि खाली नै हुन्छ जाँदाखेरि चाहिँ लोडिङ गाडी जान्छ लोडिङ गाडी यहाँ धान लडेर भाटाले यसो गर्नु परेछ धान पाकेर अब यस्तै छ हाम्रो पारा यहाँ पारी चाहिँ के छ बिहे छ कि क्या हो यहाँ धुवा उड्दैछ त ल अब यहाँहरूलाई भिडियो कस्तो लाग्यो आशा छ राम्रो लाग्यो भने र राम्रो लागेन लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु धन्यवाद।